गुराँसै फुल्यो हेरणी लैलै यार पर्रानी हो फुफा चाहिँ खर्च गर्दा आसिका। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। अहिले चाहिँ हामी नगरकोटमा आए। अहिले त यतातिर छौँ, कतातिर छौँ मलाई थाहा छैन। अहिले उतातिर घुम्न गएपछि अब थाहा हुन्छ कहाँ छौँ भनेर। यतातिर चाहिँ हामी कहाँ छौँ हामीलाई थाहा छैन आफै। नगरकोट त घुम्न आएको, तर यही नगरकोट हो भन्ने कन्फर्म छैन है। नगरकोट त हो, तर खै कुन ठाउँ हो थाहा होइन। घुम्ने ठाउँ चाहिँ कुन हो भन्ने थाहा होइन क्या एक्चुअल। सायद यही होला भ्यू टावर, अलिअलि देखिरहेको छ नगरकोटको भ्यू टावर है त। ओके, भ्यू टावर है नगरकोटको। यो चाहिँ यही रहेछ भ्यू यहाँदेखि हेर्दै। खासै मौसम क्लियर छैन त, राम्रोसँग देखाएको छैन, राम्रो देखिरहेको छैन कि। गुराँस ठाउँ बाजे गुराँसहरू पनि फुलेर छ। खै कहाँ छ देखिरहेको मेरो मोबाइलमा, क्याप्चर गर्न सकिरहेको छैन। एक्सपेक्टेसन भर्सेस रियालिटी। ठिकै छ भनौँ, एक्सपेक्टेसन गरे जस्तो छैन तर ठिकै छ होइन। कुनै पनि चिज एक्सपेक्टेसन गरे जस्तो हुँदैन है। कोही ठाउँ पनि कुनै पनि चिज टाढादेखि नै राम्रो देखिन्छ। यो पनि फोटोमा त राम्रो थियो, यहाँ आएर ठिकै छ। यहाँ पनि के भन्नु गाइज, यही हो। राम्रोसँग हेर्नु, राम्रोसँग है त। ओके, यताबाट पनि देखाउँछु म। अरू त यस्तै हो, पहाड चाहिँ घुम्ने ठिकै कुरो हो के अरे यतातिर। यो चाहिँ फुफा भ्यू टावरमा चाहिँ उत्रता होइन, नगरकोटकै भ्यू टावरमा चाहिँ म त उत्रनु टम्न। यहाँ यो भर्खर उठ्दा किटाल टावर भयो अरे फस्क नास्का ये टुटगिल बाहिर लंट ये कन्डेन कोल्याप्स हुई 10 वर्ष आगा खट्ल इजन्निन कहाँबाट यार कहाँ गइल उजन्नी गइल 10 वर्ष आगा रिमो अस्त्र हौ आउ फेस्ता बाखट यो चाहिँ पोखरी कहाँको पोखरी थाहा हैन। पोखरी मन्दिरले महादेव पोखरी मन्दिर छ। महादेव पोखरी मन्दिर गाइस नगरकोटको जे ठिकै छ भनौं हैन। अरु त यस्तै हो, चिसो चिसो हावा चल्छ, चिसो चिसो मौसम तातो बनाऊ कि आउन कतै आऊ हामी जाउन कतै जाऊ, चिसो चिसो मौसमलाई तातो बनाऊ कि हुन्न भन्दा तिमी रिसाउने। वेट आइपुग्यो पोखरी। यस्तो अब के भन्नु यार, पोखरी त छ क्या अलिकति, तर फोहोर जस्तो पो देखेँ क्या। सफा गरेर रहेछ, त्यही भएर चाहिँ यतातिर फोहोर अलिकति रहेछ। यतातिर कहाँ जाने बाटो रहेछ, यहाँ कहाँ जाने डगर फुफा, यतातिर पनि बाटो रहेछ सायद यता पछाडितिर निस्किन्छ होला। यो चाहिँ महादेवको यतातिर रहेछ, शिवलिङ्गहरू मात्र रहेछ यतातिर चाहिँ। अनि साधु बस्ने रहेछन्। अब के हो त्यही हो, यति हो। अब आज यहाँदेखि फर्किने यही हो, नगरकोट यही हो। अब त्यही हो, गुगलमा सर्च हानेर देखिएन क्यारे, त्यस्तो कहाँ देखिएला होइन। अब चाहिँ हामी गुराँसको खोजीमा छौँ र गुराँस टिपेर चाहिँ अब यहाँदेखि हिँड्ने हो। अब यहाँ आएर गुराँस पनि होइन नटिपेर त कसरी जानु हो। अलिअलि त फुल पनि त अब लोभ्याइहाल्छ क्या, फुल भन्ने चिजै यस्तै। फुपाले त टिप्न गइराख्नु भएको छ,
कहाँ छ गुराँस यार मेरो मोबाइलले क्याप्चर गर्न सक्दैन कि अलिकति क्यामेरा क्वालिटी यस्तै होइन गाइज गुराँस चाहिँ यहाँ छ टाढाबाट हेर्दा त राम्रो देखिन्छ यत्रो ठुलो रुख छ यार खै के भन्नु त अब होइन आफूलाई डर लाग्छ म सकिहाल्छु भन्नुहुन्छ चढ्नुहुन्छ पुरै रेडी पोजिसनमा फुफा चाहिँ रेडी पोजिसनमा गइराख्नु भएको छ ज्याकेट स्याकेट निकालिकन मजा छ मा मैले डर लाग्यो यार कहाँ गर्दै नै पिसाब खै यार पर्न नि कहूँ हमारा फुफा चाहिँ रुखा चौरदा आसिका गुराँस टिपकला मा कुनै फेरि सुन्दर चिज के लगुजीबाट अस्त हो क्या अप्ठ्यारो त पर्यो होइन मिच्छा कि ल्या ट्विन डेक के महीना मिच्छा कि नहीं हाँ यो हो पहिलो फुल गुराँस फुल्यो हेरणी लै त्यो डाँडा थाकेर किरा पर्ला काय म अब त गुराँसको बर्सात हुन्छ गाइस बर्सात भइरहेको छ मेरो माथि गुराँसको हेर्न सक्नुहुन्छ यी धेर ना तुर्या फुफा तुर्ना त तर धेर नै प्रकृतिको सुन्दरता बिग्रिन्छ के सो म चाहन्न यो अलिअलि त टिप्न मन लागिहाल्छ होइन यो जङ्गल हेर्न सक्नुहुन्छ तपाईहरु कोही छैन यहाँ कोहीलाई खाएर फालेर रहेछ यतातिर यसरी फोहोर चाहिँ नफाल्दिनु होला गाइजहरु म चाहिँ कहिले पनि फाल्दैन है यसरी फोहोर गुराँसै फुल्यो हेर नि लै मेरो हात ढाकेर आइदिउला माया के भन्छ यार ओके मेरो हात चाहिँ मेरो हातमा चाहिँ फुल फुलिसकेको छ गुराँस यो चाहिँ तिम्रो लागि है खासमा स्पेशल फर माई मम जस राम्रो छ गाइजहरु यस्तो राम्रो ओहो यता पनि छ एक दुई हाँगा चाहिँ नभास्नु पर्ने भनौला हैन अलिकति टिप्न नमिलेर हो ए आइटा रुखचौरी हाठम डान्छ गुराँस बोक्के फुफा चाहिँ बहुत रुखचौरी हो है कसिन सिल्लो रुखखुम त चौरी किनु घट इतो जाब ए टन्नै रहेछ ए गुराँसै फुल्यो हेर नि लै तिम्रो हात थाकेर खै यार यसलाई त ब्यागमा हाल्नु पर्छ हैन गाइस ननी चाहिँ हिट्नु पर्छ हामी चाहिँ यहाँ धेरै बेर बस्नुहुन्न हामीलाई आर्मीले आएर समाउँछ के फेरि सो हेरो सेक्बो हमार फुफा हन अट्टाटे फुला अगिले के समालन सेक्ठो लौंडी का नाफे तो फुला से निकल रहा थेर वैठा गले समालन से थेर आई होप यू अंडरस्टैंड ओके यिनीहरुले यहाँ फोटो सुट हुइदा मा फुफाक चाहिँ आउन माया आऊ हामी आउन माया आऊ खुन्न जपतिमा कसम जस गाइस यतातिर चाहिँ तलतिर आएर चाहिँ हैन वातावरण एकदम मस्त छ चिसो हावा ठन्डी हावा यतातिर चाहिँ म चाहिँ घुम्न लागेको छु अब कता हो मलाई पनि थाहा छैन सल्ला छ जंगल छ हैन ओके आई सो जस मस्त छ हैन यतातिर हेर्न सक्नुहुन्छ तपाईहरु उतातिर पल्लो पारी जंगल राम्रो देखिरहेको छ पुरै म एकदम ड्रोन सुट नै देखाउँछु है त ओके बिस्तारै यस्तरी के हैन सही देखिरहेको छ जोस यतातिर के छ यतातिर नि हेर्नु न उतातिर चाहिँ झुलुङ्गे पुल छ गरे एकचोटि झुलुङ्गे पुलतिर पनि जानु पर्ला हैन बियर सेयर खाएर बियर सेयर फुतालेर यतातिर फालेर रहेछन् यार त्यस्तो त केही छैन हैन जोस टक्क गर्लफ्रेन्ड सर्लफ्रेन्ड ल्याएर बस्ने जस्तो ठाउँ चाहिँ दारु खाँदै
मस्त बस्नु जस्तो त्यही भएर त बियर खाएर सिसा फुटालेर राखेका छन् हैन बियरका बोतलहरू त्यही हो गाइज अब चाहिँ यहाँ पनि एक दुईटा भिडियो सिडियो बनाउँछ हैन फोटो सोटो खिच्ने यतिकै पनि गुराँसै फुल ओके गाइज यो नगरकोट ओके तलतिर देखाउँछु म सही आइरहेको छ जे होस् हैन यतातिर अब चाहिँ फर्किने झुलुङ्गे पुल यो सो गाइज हामी चाहिँ अलग ठाउँमा आइसकेको छौँ अहिले यो कहाँ हो भनेपछि के भन्छ झुलुङ्गे पुल यार उता उता यता 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 परबाट हेर्दा तिम्रो त्यो पुल यतातिर झुलुङ्गे पुल देखिरहेको छ ऊ बवाल सो हामी चाहिँ अब तल जान्छौँ उतातिर ओके जाउँ तल के झुलुङ्गे पुलतिर सस्पेन्डेड पुल भन्ने हो होइन यो चाहिँ हामी चाहिँ पढेको सस्पेन्डेड पुल भनेर त्यही देखिरहेको छ यतातिर टिकटक सिकटक बनिरहेको छ कि फुफा चाहिँ यहाँ फुला लेकिन यहाँ फुला फुला जसिन बाटो ओके सो यो पुल चाहिँ हिल्न स्टार्ट हो स्यागल असी तर मा कसम डरो डर हो भयानक ओ म मोबाइल हो फुको मोबाइल कहीँ गिर नाने डर लाग्यो सो गाइज हैन हाम्रो के भन्छन् फोनको चार्ज पनि सक्यो तपाईहरुलाई मैले झुलुङ्गे पुल पनि देखाइदिएँ सो अब चाहिँ अर्को ब्लगमा भेट्ला ओके बाइ त्यही बेलादेखि गुड नाइट टाटा लाइक सब्स्क्राइब हान्दिनु होला भन्न चाहन्छु म त्यही बेला हेलो लाइक सब्स्क्राइब गरिदिनु होला सबैजनाले ओके जे होस् यतातिर बवाल भइरहेको छ है हामी चाहिँ अब अर्को ब्लगमा भेट्ला हैन यतातिर यो बवाल छ जंगलहरु हामी चाहिँ घुम्ने अनि त्यसपछि फर्किने ओके सो त्यही हो